हेलो एभ्रिवान, आज चाहिँ हामी क्लास 10 साइन्सको वान सर्ट भिडियो गर्न गइरहेका छौँ, जुन चाहिँ हामी साइन्टिफिक स्टडी फर्स्ट गर्नेवाला छौँ अनि हामी जतिसक्दो 30 मिनट्सभित्रमा एउटा च्याप्टर सक्न ट्राई गर्छौँ। ओके, सो साइन्टिफिक स्टडी यहाँनिर हामी के पढ्छौँ भन्दाखेरि जुन चाहिँ यो भेरिएबलहरू जति पनि इम्पोर्टेन्ट टपिक छ, जुन चाहिँ इक्जाममा आउने हाई प्रोबेबिलिटी छ, त्यो क्वेसन्सहरू पनि गर्छौँ। अनि क्वेसन्स भन्दा पनि बेसिकली हामी यो थ्योरिटिकल पार्टै गर्छौँ अनि यहाँबाट तपाईँहरू सर पढ्न सक्नुहुन्छ। अनि इफ यु निड पिडिएफ म तपाईँहरूलाई सेन्ड गर्न सक्छु, अनि यो टेलिग्राममा भए पनि अरू कुनै सोर्समा भए पनि म तपाईँहरूलाई यसको पिडिएफ पनि पठाइदिन सक्छु। सो डु लेट मी नो। ओके, सो यहाँनिर चाहिँ हामी 2 पेजमै यो साइन्टिफिक स्टडी बेसिकली सक्ने ट्राई गर्छौँ। अनि जुन चाहिँ यो कतिवटा यहाँ डिराइभ गर्ने कुराहरू पनि छ, त्यो चाहिँ म अलिकति नोट यहीँनिर यही भिडियोमै गराइदिन्छु, तर अर्को यो पिडिएफबाट अलिक साइडमा गराइदिन्छु, त्यो नोटमा गराइदिन्छु। सो लेटेस्ट कन्टिन्यू, हामी टाइम वेस्ट नगरी सुरु गरौँ। सो यहाँनिर के छ भन्दाखेरि वाट इज भेरिएबल, पहिला फर्स्ट क्वेसन सोध्ने गरेको छ। वाट इज, अब फर्स्ट क्वेसन आउने चान्सेस कस्तो हुन्छ भन्दा वाट इज भेरिएबल भनेर सोध्छ। सो भेरिएबल भनेको यस्तो क्वान्टिटी जुन चाहिँ हामीले एक्सपेरिमेन्टमा चेन्ज गर्न सक्छौँ। जस्तो फर इक्जाम्पल एक्स अरे, ओके, द्याट क्यान बी चेन्ज। जस्तो एक्स अरे, यो एक्सको भ्याल्यु अब तपाईँलाई के हो भने थाहै छैन। जस्तो यसको भ्याल्यु 1 पनि हुनसक्छ, 2 पनि हुनसक्छ, 3 पनि हुनसक्छ, 4 पनि हुनसक्छ, 5 पनि हुनसक्छ, 9 पनि हुनसक्छ। जस्तो फर इक्जाम्पल सम्झिनु न, म एउटा यहाँ जो क्र्याक गरिदिँदैछु। जस्तै फर इक्जाम्पल तपाईँहरूको अब कोही मानिलिउँ यस्ता यहाँ सुशान्त भन्ने एउटा केटा छ अरे, उसको 2वटा एक्स छ अरे मानिलिउँ। सो अनि अर्को छ अरे पदम छ अरे, पदमको 3वटा एक्स छ अरे, एक्स छ अरे। सो यहाँनिर के हुँदैछ भन्दाखेरि यो मान्छे अनुसार चाहिँ यो भेरिएबलहरू चेन्ज हुँदैछ। यहाँ 2 हुनसक्छ, यहाँ 3, फेरि कसैको 0वटा गर्लफ्रेन्डै नहोला, जस्तो मेरो। ओके, सो त्यस्तो भर पर्न सक्छ। सो यहाँनिर चाहिँ एक्स भनेको के हो, अब कुनै केही कुरामा भर परेर चेन्ज हुने, बेसिकली समथिङ द्याट इज चेन्जिङ। ओके, सो यसलाई नै के भन्छ, भेरिएबल द्याट क्यान बी चेन्ज, मैले चेन्ज गर्न सक्छु। जस्तो फर इक्जाम्पल यहाँनिर मैले एउटा इक्वेजन, सानो इक्वेजनको मद्दतले तपाईँहरूलाई देखाइदिएँ अरे ल। जस्तो फर इक्जाम्पल मैले एउटा इक्जाम्पल दिएँ अरे, y इक्वल्स टु 2x भने अरे। जस्तै यहाँनिर यो x चाहिँ के हो भन्दाखेरि, जस्तो x को भ्यालु 2 पनि हुनसक्छ, 3 पनि हुनसक्छ, 4 पनि हुनसक्छ, 5 पनि हुनसक्छ। सो यसलाई नै हामी भेरिएबल भन्छौँ। ओके, सो यहाँनिर अब हेर्नु है, 2x गरेँ अरे, 2x को बदली मैले x को बदली 1 हालेँ अरे। सो भ्याल्यु कति आयो, 2 आयो। कसको भ्याल्यु, y को भ्याल्यु। सो फेरि y इक्वल्स टु, मैले बाइचान्स यो x को भ्याल्यु चाहिँ मैले हालेँ अरे 2 हालेँ अरे। सो यहाँ 2 अगाडि नै छ, यो 2 हालेँ अरे। सो y को भ्याल्यु 4 आयो। सो यो y को भ्याल्यु पनि यहाँ चेन्ज हुँदैछ, x को भ्याल्यु पनि हामी चेन्ज गर्दैछौँ। सो यसलाई नै हामी के भन्छौँ, भेरिएबल द्याट क्यान बी चेन्ज। सो यो डेफिनेसन पढ्नु होला, इट इज सुपर इम्पोर्टेन्ट। अनि हाम्रो भेरिएबल बेसिकली 3वटा भागमा डिभाइड गरिएको छ। के भन्दाखेरि एउटा हो इन्डिपेन्डेन्ट भेरिएबल, डिपेन्डेन्ट भेरिएबल, अनि अर्को हुन्छ कन्ट्रोल्ड भेरिएबल। सो यो हामी डिटेलमा बुझ्छौँ। डिटेलमा भन्दा पनि अब जति सक्दो आई विल ट्राई टु बी क्विक इनफ। ओके, सो म एउटा सानो इक्जाम्पल लिन्छु ल। अब तपाईँहरूलाई त स्कुलमा पढाउँदाखेरि बेसिकली त्यो प्लान्ट र सनलाइटको इक्जाम्पल दिनुहुन्छ होला। ओके, त्यो पनि म दिन्छु, तर म फर्स्ट चाहिँ एउटा इक्वेजनबाट डिल गर्छु। ओके, सो हेर्नु है, y इक्वल्स टु x प्लस 3 दिएको छ अरे मानिलिउँ। ओके, सो यहाँनिर हेर्नु है, y पनि मैले चेन्ज गर्न सक्छु किनकि यो भेरिएबल हो, x पनि मैले चेन्ज गर्न सक्छु, भेरिएबल। के मैले 3 लाई चेन्ज गर्न सक्छु, यो त कन्स्ट्यान्ट हो। यहाँनिर 3 मिन्स 3 ओन्ली। ओके, यो 3 लाई 2 बनाउनु पनि मिल्दैन, 4 बनाउनु पनि मिल्दैन यो इक्वेजनमा। ओके, सो यहाँनिर यो 3 त 3 नै छ, यो 3 लाई मैले यो दिस इज, यो जुन चाहिँ एक्सपेरिमेन्टमा मैले केही कुरामा यो इक्वेजनमा चेन्ज गर्न सक्दिनँ, केही कुरा यस्तो भ्याल्यु जुनलाई मैले चेन्जै गर्न सक्दिनँ एक्सपेरिमेन्टमा, यसलाई नै हाम्रो के भनिन्छ, कन्ट्रोल्ड भेरिएबल भनिन्छ। के भनिन्छ अरे, कन्ट्रोल्ड भेरिएबल। ओके, कन्ट्रोल्ड भेरिएबल। अब हेर्नु है, यहाँनिर म अर्को कुरा बुझाउँदैछु। सो जस्तो फर इक्जाम्पल y इक्वल्स टु x प्लस 3। अब कन्ट्रोल्ड भेरिएबल त जुन चाहिँ हामी यहाँनिर हेर्नु त डेफिनेसन, द भेरिएबल द्याट इज केप्ट कन्स्ट्यान्ट or unchanged in an experiment is called controlled variable. So हाम्रो यो चाहिँ controlled variable भयो। जस्तो अब हेर्नु है, मैले मानिलिउँ x को भ्याल्यु 2 पनि हुनसक्छ, 3 पनि हुनसक्छ भने अरे। ओके, सो त्यो आधारमा y को भ्याल्यु कति आउने रहेछ। जस्तो x को भ्याल्यु मैले 2 हाल्दाखेरि यहाँनिर 2 प्लस 3 गर्दाखेरि कति आयो, y को भ्याल्यु 5 आयो, यहाँ 5 आयो। अनि अर्को केसमा मैले 3 हालेँ अरे भ्याल्यु, y इक्वल्स टु x को भ्याल्यु 3 हालेँ अनि 3 त हाम्रो त्यही थियो। सो दिस बिकम 6। सो यहाँनिर हेर्नु त, यो x जुन चाहिँ छ,
एक्सलाई हामीले चेन्ज गर्दैछौँ किनकि एक्सलाई 2 पनि हाल्न सक्छौँ, 3 पनि हाल्न सक्छौँ, अरू कुनै पनि भ्यालु हाल्न सक्यो अरे। सो हामीले एक्स चेन्ज गर्दैछौँ। जुन चाहिँ कुरा चाहिँ एक्सपेरिमेन्टमा हामीले चेन्ज गर्न सक्छौँ त्यसलाई नै हामी भन्छौँ इन्डिपेन्डेन्ट भेरिएबल। इन्डिपेन्डेन्ट जुन चाहिँ हामीले चेन्ज गर्न सक्छौँ। ओके, अनि हाम्रो चाहिँ यो वाईको भ्यालु चाहिँ एक्समा भर पऱ्यो नि त। हेर्नु त, एक्स चेन्ज हुने बित्तिकै वाईको भ्यालु पनि चेन्ज भयो। एक्स यो केसमा पनि अब एक्स चेन्ज हुने बित्तिकै वाईको भ्यालु पनि चेन्ज भयो। सो वाईको भ्यालु को माथि भर पऱ्यो भन्दाखेरि एक्स माथि भर पऱ्यो। सो यो वाई चाहिँ अरूमाथि भर पऱ्यो नि त यहाँनिर एक्स माथि। ओके, सो त्यतिखेर चाहिँ यो वाईलाई चाहिँ के भनिन्छ, डिपेन्डेन्ट भेरिएबल भनेर भनिन्छ। ओके, सो यो चाहिँ हाम्रो के रहेछ, वाई चाहिँ डिपेन्डेन्ट भेरिएबल। ओके, अनि यो एक्स चाहिँ हाम्रो के रहेछ, एक्स चाहिँ इन्डिपेन्डेन्ट भेरिएबल यो केसमा इन्डिपेन्डेन्ट भेरिएबल। अनि यो 3 त हाम्रो कन्स्ट्यान्ट। यो एक्सपेरिमेन्टमा थ्रु आउट द एक्सपेरिमेन्ट इट विल रिमेन कन्स्ट्यान्ट। यसलाई नै के भनिन्छ, हाम्रो कन्ट्रोल्ड भेरिएबल भनिन्छ। ओके, यो इक्जाम्पल तपाईँहरूले सायद बुझ्नुभयो होला। अझै म एउटा इक्जाम्पल दिँदैछु। ओके, अझै म 2वटा इक्जाम्पल दिन्छु बेसिकली, किनकि यो इक्जाममा जुन चाहिँ सोध्छ यसरी सोध्छ। हेर्नु है तपाईँहरूले, जस्तो एकैछिन म यो अलिकति रब गरिहाल्छु। जस्तो फर इक्जाम्पल यहाँ मानिलिउँ एउटा प्लान्ट छ अरे, एउटा प्लान्ट छ अरे। ओके, एउटा प्लान्ट छ अरे। ओके, अनि यहाँनिर यो सन भयो। ओके, सो सनबाट जति टेम्परेचर आउँछ, जस्तो फर इक्जाम्पल आज फर्स्ट डे अरे, फर्स्ट डेमा आयो अरे टेम्परेचर 20 डिग्री सेन्टिग्रेड। जुन दिन 20 डिग्री सेन्टिग्रेड हुन्छ यो प्लान्टको ग्रोथ चाहिँ 0.1 mm चाहिँ इन्क्रिज भयो अरे मानिलिउँ। अनि सेकेन्ड दिनमा मैले यसको यो सनबाट आएको टेम्परेचर चाहिँ 21 डिग्री भयो अरे। सो यसको हाइट चाहिँ 0.2 mm बढ्यो अरे मानिलिउँ। ओके, अनि थर्ड डेमा यो 25 भयो अरे यसको टेम्परेचर 25 डिग्री सेन्टिग्रेड। त्यो दिन चाहिँ यो मानिलिउँ 0.5 mm इन्क्रिज भयो अरे। भन्नुको मतलब चाहिँ हाम्रो यो जुन चाहिँ यो के चेन्ज हुँदैछ भन्दाखेरि यो एक्सपेरिमेन्टमा चाहिँ के चेन्ज हुँदैछ भन्दाखेरि टेम्परेचर चेन्ज हुँदैछ। टेम्परेचर जस्तो चेन्ज हुँदैछ यसले गर्दाखेरि हाइटमा चेन्ज आउँदैछ यहाँनिर। सो अल्टिमेटली यो हाइट को माथि भर पर्यो भन्दाखेरि चाहिँ यो टेम्परेचर माथि भर पर्यो। सो यो हाइट चाहिँ हाम्रो के भयो, हाइट अफ अ प्लान्ट चाहिँ के भयो, हाइट अफ अ प्लान्ट चाहिँ के भयो हाम्रो, यो तपाईँहरूले नोट डाउन गर्ने, यो क्वेसन सोध्छ है। हाइट अफ प्लान्ट चाहिँ हाम्रो यहाँनिर चाहिँ के भयो, डिपेन्डेन्ट भेरिएबल भयो। किन डिपेन्डेन्ट भन्दाखेरि चाहिँ यो घामको अब टेम्परेचरमा भर पऱ्यो नि त, त्यही भएर यसलाई डिपेन्डेन्ट भेरिएबल भन्यो। अनि इन्डिपेन्डेन्ट भेरिएबल के हो भन्दाखेरि यो टेम्परेचर चाहिँ के भयो हाम्रो, टेम्परेचर चाहिँ यो त हामीले चेन्ज गऱ्यौँ नि त, जस्तै घामबाट यो चेन्ज हुँदै आयो नि त। सो चेन्ज भएकोलाई चाहिँ के भनिन्छ, हामीले के भन्छौँ, यसलाई भन्छौँ इन्डिपेन्डेन्ट भेरिएबल। अब डिपेन्डेन्ट भेरिएबल अब कन्ट्रोल भेरिएबल यो एक्सपेरिमेन्टमा के हो सर भनेर सोद्धाखेरि चाहिँ कन्ट्रोल भेरिएबल भनेको अब जस्तै यसमा यो प्लान्टमा कति पानी हाल्दैछौ, आजको दिनमा अब मानिलियो तिमीले हाफ लिटर पानी हाल्यौ अरे, हाफ लिटर। ओके, भोलि पनि हाफ लिटरै हाल्यौ अरे, पर्सि पनि हाफ लिटर। यो चेन्ज गर्नु भएन, यो कन्स्ट्यान्ट राख्नु पऱ्यो। आज पनि हाफै हाल्नु पऱ्यो, भोलि पनि हाफै हाल्नु पऱ्यो, पर्सि पनि हाफै हाल्नु पऱ्यो। ओके, जस्तो यसलाई चेन्ज गर्ने बित्तिकै हाम्रो यो त इन्डिपेन्डेन्ट भेरिएबल भइहाल्छ नि। सो चेन्ज गर्नु चाहिँ भएन, यसलाई चाहिँ कन्स्ट्यान्ट भेरिएबल। अनि जुन चाहिँ सोइल छ, यहाँ सोइल जुन चाहिँ तिमीले फर्टिलाइजर हाल्यौ अरे, यसमा फर्टिलाइजर हालेको त्यो पनि कन्स्ट्यान्ट, किनकि तिमीले एक मात्रामा हाल्यौ अरे। ओके, जुन चाहिँ कुरा चाहिँ तिमीले एक मात्रामा हाल्छौ, जस्तै फर इक्जाम्पल आज हाल्यौ अरे 1 ग्राम हाल्यौ अरे फर्टिलाइजर, भोलि पनि 1 ग्रामै हाल्यौ अरे, पर्सि पनि 1 ग्रामै हाल्यो, त्यो चाहिँ हाम्रो के भनिन्छ, कन्स्ट्यान्ट भेरिएबल भन्छ। यो इक्जाम्पल पनि बुझ्यो होला। सो प्लिज नोट दिस। ओके, यसबाट क्वेसन आउन सक्छ। सो अर्को पनि म इक्जाम्पल दिन्छु जुन चाहिँ बोर्ड इक्जाममा पुरै सोध्ने गरेको छ। ओके, यो क्याटेपुल्टको इक्जाम्पल हो, हेर्नु यहाँनिर क्याटेपुल्टको इक्जाम्पल सोध्छ। ओके, सरी यो रब गर्दा अलिकति टाइम लाग्ने भयो, आइएम सरी। ओके, जस्तै फर इक्जाम्पल तपाईँहरूकोमा एउटा क्याटेपुल्ट छ अरे। ओके, तपाईँहरूकोमा के छ, एउटा क्याटेपुल्ट छ। ओके, यहाँनिर म बनाइदिँदैछु, यो एउटा क्याटेपुल्ट छ। ओके, हामी पहिला अब चरा मार्न जान्थ्यौँ। अब यो थाहा नहुँदाखेरि, केटाकेटी हुँदाखेरि म पहाडमा बसेको मान्छे, अनि हामी साथीहरूसँग धेरै जाने गरेको थिएँ क्या।
सो द्याट इज द केस। हेर्न यो क्याटपुल्टमा के हुन्छ भन्दाखेरि यहाँनिर यसरी रबर हुन्छ, यहाँ यसरी रबर हुन्छ अनि यहाँनिर स्टोन राखेर हिर्काउने यहाँ ठाउँ हुन्छ यसरी। ओके, क्याटपुल्ट। अब यहाँनिर क्याटपुल्टमा चाहिँ सर इन्डिपेन्डेन्ट भेरिएबल कुन हो, डिपेन्डेन्ट भेरिएबल कुन हो, कन्ट्रोल्ड भेरिएबल कुन हो भनेर सोध्नु सक्छ। सो यो चाहिँ तिमीहरूले पनि सोध्नु सक्छ। अब मेन त के हो, यहाँ बोर्ड इक्जाममै फोकस गरेर पढ्दैछौँ। सो बोर्डमा हाम्रो यो क्वेसन पहिला प्रिभियसली आएको क्वेसन हो। सो यसमा चाहिँ के भन्छ, यसमा सर डिपेन्डेन्ट भेरिएबल कुन हो भनेर आउँछ। ओके, सो डिपेन्डेन्ट भेरिएबल के हो अनि इन्डिपेन्डेन्ट भेरिएबल के हो हामी बुझ्छौँ। हेर है, अब जति धेरै यो रबरलाई तिमीले स्ट्रेच गर्छौ, यो रबरलाई जति धेरै स्ट्रेच गर्छौ त्यति नै टाढो यो स्टोन उडेर जान्छ यसरी। यस सर नो, जति नै धेरै यसलाई स्ट्रेच गर्छौ त्यति नै टाढो यो स्टोन उडेर जान्छौ। सो यहाँनिर चाहिँ के हो, इन्डिपेन्डेन्ट तिमीले के चेन्ज गर्न सक्छौ यसमा, डिस्टेन्स त चेन्ज गर्न सक्दैनौ। तिमीले मेन चेन्ज गर्ने भनेको यो रबरलाई कति तिमीहरूले पुल गर्छौ, द्याट इज स्ट्रेच गर्छौ। सो स्ट्रेच जति गर्छौ त्यति टाढो जाने हो नि त स्टोन। ओके, सो तिमीले चेन्ज गर्ने चाहिँ के हो, तिमीले चेन्ज गर्ने चाहिँ स्ट्रेचिङ अफ अब यसलाई रबर या क्याटपुल्ट लेखिदिनु न, रबर, यसमा रबर। ओके, सो क्वेसनमा जस्तो सोधेको छ त्यही हिसाबमा यो चाहिँ हाम्रो के हो, स्ट्रेच त तिमीले चेन्ज गर्दैछौ। तिमीले घरि अलिकति धेरै ताकत लगायो भने अलिक परसम्म तान्छौ, सो धेरै परसम्म स्टोन जान्छ त्यसो गर्दाखेरि। सो यो जुन चाहिँ तिमीले चेन्ज गर्दैछौ यसलाई नै के भनिन्छ, इन्डिपेन्डेन्ट भेरिएबल। ओके, इन्डिपेन्डेन्ट भेरिएबल यो क्वेसन सोध्छ। अनि डिपेन्डेन्ट भेरिएबल कुन हो यो एक्सपेरिमेन्टमा भन्दाखेरि चाहिँ हाम्रो डिपेन्डेन्ट भेरिएबल कुन हो भन्दाखेरि यो ढुङ्गा कति टाढोसम्म ट्राभल गर्छ। सो यो चाहिँ के हो, डिस्टेन्स ट्राभल्ड बाई स्टोन। यो स्पेलिङहरू चाहिँ यहाँनिर मैले यो सर्टमै लेख्दैछु, यहाँनिर ड्यास भनेको चाहिँ सर्टमा लेखेको, किनकि आई डोन्ट ह्याभ मच टाइम यो तपाईँहरूलाई एक्सप्लेन गर्नको लागि हो कि, किनकि तपाईँहरूले पढिसकेको च्याप्टर हो, म जस्ट यो रिभाइज मात्रै हो कि। सो डिस्टेन्स ट्राभल्ड बाई स्टोन, डिस्टेन्स ट्राभल बाई स्टोन चाहिँ हाम्रो कति हो। अब जस्तै यसलाई चाहिँ के भनिन्छ, डिस्टेन्स अब जति रबरलाई स्ट्रेच गर्नुभयो त्यति टाढो त गयो। सो यो डिस्टेन्स त मेरो स्ट्रेचिङ अफ रबरमा भर पऱ्यो। सो द्याट्स वाइ यो चाहिँ डिपेन्डेन्ट भेरिएबल भयो, डिस्टेन्स ट्राभल्ड चाहिँ। सो यो चाहिँ के भयो, डिपेन्डेन्ट भेरिएबल। अब कुनै स्टुडेन्टले सोध्दा सर यो एक्सपेरिमेन्टमा कन्ट्रोल्ड भेरिएबल कुन हो भनेर सोद्धाखेरि चाहिँ अब तिमीहरूले सिम्पल लेख्न सक्छौ, कन्ट्रोल्ड भेरिएबल भनेको साइज अफ यो क्याटपुल्ट। ओके, यसको साइज त हाम्रो सेम राख्दैछौँ, किनकि अब साइज मैले यत्रो ठुलो बनाइदिएँ अरे झन् धेरै डिस्टेन्समा जानु सक्छ यस्तो गर्दाखेरि। आर यु गेटिङ माई पोइन्ट। अब रबरको पनि त्यो कन्स्ट्यान्ट राख्यो भने पनि ओके, यो डिफ्रेन्सहरू यिनीहरूलाई साइज अफ क्याटपुल्ट हामीले कन्स्ट्यान्ट राख्दैछौँ। ओके, सो यहाँनिर चाहिँ हाम्रो के हो, कन्स्ट्यान्ट भेरिएबल। ओके, सो सरी कन्स्ट्यान्ट भन्दा पनि कन्ट्रोल्ड भेरिएबल भनेको। ओके, आइ एम सरी फर द्याट। सो अब हामी अर्को यो डेफिनेसनहरूमा जान्छौँ। ओके, यो हाम्रो भइहाल्यो। ओके, म यो धेरै रब पनि गरिरहदिनँ, सो यहाँनिर तपाईँहरूलाई एक्सप्लेन गर्छु। सो इन्डिपेन्डेन्ट भेरिएबल भनेको के रहेछ, द भेरिएबल द्याट इज बिङ चेन्ज ड्युरिङ अ एक्सपेरिमेन्ट। जस्तै हामीले यहाँ चेन्ज गऱ्यौँ र यो क्याटपुल्टको एक्सपेरिमेन्ट गर्दाखेरि हामीले के चेन्ज गऱ्यौँ, रबरको स्ट्रेचिङ चेन्ज गऱ्यौँ। ओके, सो यसलाई चाहिँ इन्डिपेन्डेन्ट भेरिएबल भन्यो। ओके, अनि डिपेन्डेन्ट भेरिएबल चाहिँ हाम्रो कुन हो भन्दाखेरि जुन चाहिँ हामीले मेजर गर्नुपर्छ एक्सपेरिमेन्ट गर्दाखेरि। जस्तो यहाँनिर यहाँ क्याटपुल्टबाट रबर ब्यान्ड स्ट्रेच गरेर पर ढुङ्गा त फ्याँक्यौँ, ढुङ्गा पर डिस्टेन्ससम्म गयो, यो डिस्टेन्स त मेजर गर्नु पऱ्यो नि त। यो त मेजर गरे को माथि भर परेको थियो भन्दाखेरि यो क्याटपुल्टको स्ट्रेचिङसँग भर परेको थियो। द्याट्स वाइ यसलाई के भनिन्छ, द भेरिएबल द्याट इज मेजर्ड अर अब्जर्भड इन अ एक्सपेरिमेन्ट इज नोन एज डिपेन्डेन्ट भेरिएबल। ओके, अनि कन्ट्रोल्ड भेरिएबल भनेको जुन चाहिँ कन्स्ट्यान्ट बस्छ, जुन चाहिँ चेन्ज हुँदैन एक्सपेरिमेन्टभरि, सो यसलाई चाहिँ के भनिन्छ, कन्ट्रोल्ड भेरिएबल। अब तपाईँहरूले यहाँ सरर यो यो पढेर जान सक्नुहुन्छ। इम्पोर्टेन्स अफ भेरिएबल के हो भन्दाखेरि डिपेन्डेन्ट भेरिएबल एक्सप्लेन्स द इफेक्ट भनेपछि डिपेन्डेन्ट भेरिएबल चाहिँ हाम्रो रिजल्ट बताउँछ भनेको। रिजल्ट भनेपछि बुझिहाल्नु होला, लास्टमा अल्टिमेटली कन्क्लुड के हुन्छ भनेर, कन्क्लुजन के हो भनेर। जस्तो क्याटपुल्ट जति धेरै तान्नुहुन्छ त्यति नै टाढो ढुङ्गा जान्छ, हो कि होइन। सो यो ढुङ्गा गएको त हाम्रो रिजल्ट हो नि त मेन त। ओके, सो हाम्रो यो रिजल्ट हो। द्याट्स वाइ यसलाई चाहिँ हामी के भन्छौँ, इन्डिपेन्डेन्ट भेरिएबल। ओके, सरी डिपेन्डेन्ट भेरिएबल भनेर भन्छौँ। ओके, इफेक्ट हो, इफेक्ट। अनि हामीले कज चाहिँ यहाँनिर हाम्रो यो इन्डिपेन्डेन्ट भेरिएबल, यहाँनिर यो इन्डिपेन्डेन्ट हुनुपर्ने हो, सरी यो इन्डिपेन्डेन्ट भेरिएबल होला, यहाँ तपाईँहरू करेक्ट गर्नु होला। इन्डिपेन्डेन्ट भेरिएबल हेल्प्स टु इस्टाब्लिस कोरिलेसन बिट्विन डिपेन्डेन्ट एन्ड इन्डिपेन्डेन्ट
भेरिएबल, ओ सरी यो राइटै रहेछ, यो राइटै रहेछ। कन्ट्रोल भेरिएबल भनेको चाहिँ यो हाम्रो डिपेन्डेन्ट भेरिएबल र इन्डिपेन्डेन्ट भेरिएबल रिलेट गर्ने काम गर्छ भनेको। जस्तै अघि हाम्रो प्लान्टमा फर्टिलाइजरहरू कन्स्ट्यान्ट रहँदैछ थियो, त्यही भएर यो रिलेट गर्न काम गर्छ। ओके, देन कन्ट्रोल भेरिएबल हेल्प्स टु इस्टाब्लिस द कज एन्ड इफेक्ट रिलेसनसिप बिट्विन भेरिएबल्स। मैले कज भनेको कज कसले गर्छ भन्दाखेरि हाम्रो इन्डिपेन्डेन्टले कज गर्ने हो, इन्डिपेन्डेन्ट कज हो, इफेक्ट चाहिँ हाम्रो डिपेन्डेन्ट भेरिएबल हो। ओके, डिपेन्डेन्ट भेरिएबल कज भनेको के कारणले भएको भनेर। ओके, यहाँनिर अब क्याटेपुल्टमा जति धेरै यो तान्यो, रबर ब्यान्ड तान्यो, त्यति नै टाढो स्टोन गयो। सो यहाँनिर कज के हो, कज भनेको यो स्ट्रेचिङ अफ रबर हो, त्यही भएर यसलाई इन्डिपेन्डेन्ट भेरिएबल भन्यो। अनि इफेक्ट, यसले गर्दा यो जति तान्यो त्यही भएर इफेक्टमा के देख्छ, त्यति नै टाढो स्टोन जान्छ हैन। यो चाहिँ हाम्रो के हो, डिपेन्डेन्ट भेरिएबल। आर यु गेटिङ माई पोइन्ट? यो सबले बुझ्दै होला। ओके, सो अब हामी अर्को पार्टमा मुभ गर्छौँ। सो यहाँनिर सम इम्पोर्टेन्ट रुल्स अबाउट भेरिएबल्स। ओके, अब रुल्सहरू के हो भन्दाखेरि चाहिँ रिसर्चर, अब जस्तै हामी पनि अब कुनै कुरो एक्सपेरिमेन्ट गर्दैछौँ भने रिसर्चर जस्तै हो हामी पनि। ओके, रिसर्चर हैज टु चेन्ज ओन्ली वान इन्डिपेन्डेन्ट भेरिएबल एट अ टाइम। जस्तै तपाईँहरूले अब हेर्नु है, फर्टिलाइजर पनि हाल्नुभयो अरे, आज 1 ग्राम हाल्नुभयो, भोलि 2 ग्राम हाल्नुभयो, पर्सि 3 ग्राम हाल्नुभयो, यो त खुद इन्डिपेन्डेन्ट भेरिएबल भयो। फेरि तपाईँले अब यहाँनिर प्लान्टको के अरे टेम्परेचर पनि बढाउनु हुँदैछ अरे, प्लान्टलाई दिने टेम्परेचर आज 1 डिग्री अरे, भोलि 3 डिग्री अरे, पर्सि 5 डिग्री अरे। यसो हुँदाखेरि त एक्सपेरिमेन्टमा तपाईँले एक्युरेट भ्यालु निकाल्नु अलिकति गाह्रो हुन्छ क्या, डिपेन्डेन्ट भेरिएबल निकाल्नु अलिकति गाह्रो हुन्छ, किनकि दुईवटा भेरिएबल यहाँ चेन्ज हुँदैछ नि त, दुईवटा क्वान्टिटी, यहाँ फर्टिलाइजर पनि चेन्ज हुँदैछ, टेम्परेचर पनि चेन्ज हुँदैछ। सो एउटालाई चाहिँ कन्स्ट्यान्ट राख्नु भनेको कि यो टेम्परेचरलाई कन्स्ट्यान्ट राख्दा भयो, फर्टिलाइजरलाई चेन्ज गरेर त्यसलाई इन्डिपेन्डेन्ट भेरिएबल बनाउँदा भयो। मैले जे शब्द बोल्दैछु प्लिज मजाले सुन्नु होला है। ओके, अनि अर्को के हो भन्दाखेरि देयर सुड बी ओन्ली वान डिपेन्डेन्ट भेरिएबल। तपाईँहरूले एउटा मात्रै डिपेन्डेन्ट भेरिएबल, जुन चाहिँ अब यहाँ हामीले अहिलेसम्म गर्दैछौँ, डिपेन्डेन्ट भेरिएबल एउटा मात्रै हुनुपर्छ। ओके, अनि डिपेन्डेन्ट भेरिएबल इज रिटन अन लेफ्ट ह्यान्ड साइड अफ अ फिजिकल इक्वेजन एन्ड इन्डिपेन्डेन्ट भेरिएबल अन अ राइट ह्यान्ड साइड अफ द इक्वेजन। अघि मैले जुन चाहिँ एक्सपेरिमेन्ट बुझाएको जस्तै इक्वेजन बुझाएको थिएँ, जस्तो फर इक्जाम्पल y इक्वल्स टु x+3 बुझाएको थिइनँ, यही हेर्नु त, डिपेन्डेन्ट भेरिएबल इज रिटन अन लेफ्ट ह्यान्ड साइड। यो हाम्रो y हाम्रो डिपेन्डेन्ट भेरिएबल भनेको थिइनँ, यो कहाँ छ, लेफ्ट ह्यान्ड साइडमा छ, यो हाम्रो कहाँ छ, राइट ह्यान्ड साइडमा छ। ओके, आर यु गेटिङ माई पोइन्ट? सो यही हो हाम्रो वाइल एक्सप्रेसन द रिलेसनसिप बिट्विन इन्डिपेन्डेन्ट एन्ड डिपेन्डेन्ट भेरिएबल इन द ग्राफ फर्म। अब यो ग्राफको छोडिदिउँ, यो पोइन्ट अब अहिले कन्सिडर नगरौँ। ओके, सो अब हामी के गर्छौँ भन्दाखेरि वाट इज कन्ट्रोल्ड भेरिएबल वाइल स्टडिङ द रिलेसन अफ रोटेटिङ नब अफ अ ट्याप। ओके, यहाँनिर एउटा अब कल छ अरे, ओके, धारो छ अरे, अनि यो धारोमा चाहिँ हाम्रो योले कन्ट्रोल गर्छ अरे, यो टुप्पोले माथि यसलाई अब जति बटारे त्यति सानो आउने, जति लुज गरे त्यति नै पानी धेरै आउने भयो अरे। ओके, सो हामी यहाँ के गर्छौँ भन्दाखेरि जस्तै हामीले यो नबलाई सानो ठुलो आफै पार्न सक्छौँ होइन। सो हामीले यहाँ चेन्ज गर्न सक्छौँ नि त नबलाई। यो धारोको यहाँनिर यो पाइपको साइज त ओके म बुझाउँदैछु हेर्नु ल। कन्ट्रोल्ड भेरिएबल चाहिँ यो केसमा के हो भन्दाखेरि यहाँ धारो छ, ओके, अनि यहाँ पानी कति झर्छ त्यो यो नबले डिसाइड गर्छ। ओके, यहाँनिर के चाहिँ कन्ट्रोल्ड भेरिएबल हो भन्दाखेरि पाइपको साइज। सो साइज अफ पाइप चाहिँ हाम्रो कन्ट्रोल भेरिएबल, किनकि यो त चेन्ज भएको छैन। अब अहिले एउटा पाइप चलाउनु भयो, एकछिनबाट अर्को पाइप त लिएर आउनुहुन्न तपाईँहरूले। सो यो चाहिँ कन्ट्रोल भेरिएबल हो, यो एक्सपेरिमेन्टमा कन्स्ट्यान्ट रहन्छ। ओके, पाइपको साइज, ओके, लेन्थ र अब साइज जे लेख्नुहुन्छ तपाईँहरूले। अनि अब हामीले यहाँ के चेन्ज गर्न सक्छौँ भन्दाखेरि यो नब चेन्ज गर्न सक्छु। नबमा मैले अब यो नबलाई सानो ठुलो घटाउनु बढाउनु त सक्छु। सो यो हामीले चेन्ज गर्दैछौँ कि छुइनँ भन्नु त। सो यसलाई चाहिँ हामी के भन्छौँ, जुन चाहिँलाई हामी चेन्ज गर्दैछौँ यसलाई यो के अरे रोटेसन अफ यो नबलाई चाहिँ अब भनौँ न यो रोटेसन अफ नब चाहिँ हाम्रो इन्डिपेन्डेन्ट भेरिएबल हो। इन्डिपेन्डेन्ट भेरिएबल यो लेख्नुपर्छ तपाईँले। इन्डिपेन्डेन्ट भेरिएबल के हो भन्दाखेरि रोटेसन अफ नब भनेर। ओके, अनि हाम्रो डिपेन्डेन्ट भेरिएबल को माथि डिपेन्ड गरे, यो जति तपाईँहरूले टाइट कस्नुभयो त्यति नै पानी कम आउँछ, अनि जति लुज छोड्नुभयो यो नबलाई त्यति नै धेरै पानी आउँछ। सो यहाँनिर नबमा भर पऱ्यो नि त यो पानीको फ्लो। सो हाम्रो रेट अफ
फ्लो अफ वाटर चाहिँ कोमा भर पऱ्यो भन्दाखेरि नबको टाइटनेसमा, अब यो धेरै टाइट पाऱ्यो कि लुज पाऱ्यो भनेर। सो यो चाहिँ हाम्रो के भयो, डिपेन्डेन्ट भेरिएबल। दिस इज द केस। ओके, तपाईँहरू नोट गर्दै जानु है, यो नोट गर्नु भएन भने बिर्सिहाल्नुहुन्छ। देन सो जति पनि क्वेसन बनिनु सक्छ मैले सबै यो गराउँदैछु यहाँनिर, तपाईँहरू प्लिज नोट डाउन गर्नु होला है। अलिकति बरु भिडियो लेन्दी भए पनि तर छुट्नु चाहिँ नछुटोस्, द्याट्स द केस। ओके, सो अब हामी अर्को टपिकमा यहाँनिर यसकै अर्को टपिकमा जान्छौँ। ओके, सो यो हामीले गरिहाल्यौँ। अनि सम भेरिएबल सुड बी कन्ट्रोल्ड वायर पर्फर्मिङ एन एक्सपेरिमेन्ट। वाइ, किन एक्सपेरिमेन्ट गर्दाखेरि भेरिएबललाई कन्ट्रोल गर्नुपर्छ, कन्स्ट्यान्ट गर्नुपर्छ भन्दाखेरि हामीले एक्युरेट भ्याल्यु पाउनको लागि। ओके, द कन्ट्रोल्ड भेरिएबल द्याट इज नट अफ आवर इन्ट्रेस्ट टु स्टडी इफेक्ट, ओके, टु द स्टडी इफेक्ट द रिजल्ट। भनेपछि हाम्रो यहाँनिर के छ भन्दाखेरि जुन चाहिँ एक्सपेरिमेन्टमा बाइचान्स एउटा तपाईँलाई केही कुरा मेजर गर्नु छ अनि एउटा यस्तो क्वान्टिटी छ जुन चाहिँ तपाईँलाई कामै छैन अरे, त्योसँग के को मतलब, सो त्यसलाई चाहिँ हामी कन्स्ट्यान्ट राखिदिन्छौँ, त्यसलाई चेन्जै गर्दैनौँ हामी भनेको। सो द्याट्स वाइ इट इज नोन एज कन्ट्रोल्ड भेरिएबल। ओके, यो अलिकति सेन्टेन्स के यो छ होला, प्लिज यो मैले जे एक्सप्लेन गरेँ त्यो बुझ्नुभयो होला। यो एक्सपेरिमेन्टमा के एरर हुनसक्छ यो सेन्टेन्समा, सरी। ओके, तर मैले त्यही हिसाबमा बुझाएको छु तपाईँहरूलाई। सो यहाँनिर डिफ्रेन्सिएट बिट्विन डिपेन्डेन्ट भेरिएबल एन्ड कन्ट्रोल्ड भेरिएबल। सो यो डिफ्रेन्स तपाईँहरूले पढ्न सक्नुहुन्छ। यहाँनिर के हो, डिपेन्डेन्ट भेरिएबल भनेको भेरिएबल द्याट इज मेजर्ड भनेपछि हामीले अब्जर्भ पनि गर्छौँ कि त हामीले मेजर गर्छौँ, त्यसलाई चाहिँ के भन्छ, डिपेन्डेन्ट भेरिएबल भन्छु। अनि कन्ट्रोल्ड भेरिएबल भनेको जुन चाहिँलाई हामीले कन्स्ट्यान्ट राख्छौँ कि त अनचेन्ज राख्छौँ, अब एउटै कुरो भइहाल्यो, त्यसलाई चाहिँ हाम्रो कन्ट्रोल्ड भेरिएबल भनिन्छ। अनि यो डिपेन्डेन्ट भेरिएबल को माथि भर पर्छ भन्दाखेरि चाहिँ इन्डिपेन्डेन्ट भेरिएबलमा, मैले तपाईँहरूलाई बुझाइसकेको छु, इन्डिपेन्डेन्ट भेरिएबल माथि भर पर्छ। यो चाहिँ के छ, इट डज नट डिपेन्ड अपन इन्डिपेन्डेन्ट भेरिएबल। यो कोही माथि भर पर्दैन, यो खुदमा कन्स्ट्यान्ट हो। यो एक्स चेन्ज भए पनि वाइ चेन्ज भए पनि यहाँ केही मतलबै छैन उसलाई, ऊ जे छ त्यही बस्छ। ओके, अनि डिफ्रेन्सिएट यो पनि इम्पोर्टेन्ट हो, यो यहाँ डिफ्रेन्सिएट बिट्विन डिपेन्डेन्ट भेरिएबल अनि डिपेन्डेन्ट भेरिएबल अनि इन्डिपेन्डेन्ट भेरिएबल दिएको छ हेर्नु है। इन्डिपेन्डेन्ट भेरिएबल के हो भन्दाखेरि द भेरिएबल द्याट इज बिङ चेन्ज ड्युरिङ अ एक्सपेरिमेन्ट। यहाँनिर जुन चाहिँ हामीले एक्सपेरिमेन्टमा चेन्ज गर्दैछौँ त्यसलाई इन्डिपेन्डेन्ट भेरिएबल भन्यो। अनि हामीले जुन चाहिँ यहाँनिर चाहिँ अब एकैछिन यहाँ फोन रिङ हुँदैछ, एकैछिन, जुन चाहिँ द भेरिएबल द्याट इज मेजर्ड अर अब्जर्भड इन एन एक्सपेरिमेन्ट। जस्तै यहाँनिर त हामीले मेजर गर्दैछौँ, यसलाई चेन्ज गर्दैछौँ, यसलाई मेजर गर्दैछौँ। सो यो मेजर गर्नेलाई चाहिँ हामीले डिपेन्डेन्ट भेरिएबल भन्यौँ। अनि यो सेकेन्डको के हो भन्दाखेरि इट इज कज। यो याद गर्नु, यो चाहिँ कज हो, यसको कारणले गर्दा, इन्डिपेन्डेन्ट भेरिएबलको कारणले गर्दा नै यहाँनिर इफेक्ट आउने हो डिपेन्डेन्ट भेरिएबलमा। आर यु गेटिङ माई पोइन्ट? यो कज हो, इन्डिपेन्डेन्ट भेरिएबल भनेको कज हो। सो डिपेन्डेन्ट भेरिएबल भनेको चाहिँ के हो, हाम्रो इफेक्ट हो। इफेक्ट भनेको रिजल्ट। ओके, यहाँनिर कज भनेको कारण। सो यो इन्डिपेन्डेन्ट भेरिएबल चेन्ज हुँदै त हाम्रो डिपेन्डेन्ट भेरिएबलमा चेन्ज आउँदैछ। सो यहाँनिर इन्डिपेन्डेन्ट भेरिएबल इज अ कज अनि डिपेन्डेन्ट भेरिएबल इज अ इफेक्ट। सो यो पार्ट हाम्रो सकियो। ओके, यतिबाट हाम्रो क्वेसन बनिन्छ। अनि अब वी आर गोइङ टु नेक्स्ट पार्ट, द्याट इज यो क्वान्टिटीहरूको बारेमा पढ्छौँ। ओके, सो हामी यहाँ फर्स्ट के पढ्छौँ भन्दाखेरि फिजिकल क्वान्टिटी। फिजिकल क्वान्टिटी भनेको यस्तो क्वान्टिटी, यु क्यान अब स्टडी यो डेफिनेसन पढ्नु, जुन चाहिँलाई चाहिँ हामीले मेजर गर्न सक्छौँ। जस्तो फर इक्जाम्पल अब यहाँनिर एउटा पर्सन छ अरे, यो पर्सनले म तिमीलाई 3 केजी माया गर्छु भने अरे, इज द्याट पोसिबल? नो, नो, द्याट इज नट पोसिबल। किनकि लभलाई त मैले मेजर गर्नै सक्दिनँ। अनि उसलाई भने मलाई आज 5 लिटर रिस उठेको छ भने अरे, मलाई 5 लिटर रिस उठेको छ भने अरे, द्याट इज रङ। अब यो पनि मेजर गर्न सक्दैन। सो यहाँनिर चाहिँ जुन चाहिँ फिजिकल क्वान्टिटी भनेको चाहिँ यस्तो क्वान्टिटी हो जुन चाहिँ हामीले चाहिँ मेजर गर्न सक्छौँ। ओके, जस्तो यहाँ मेजर गर्न के सक्छौँ भन्दाखेरि हामीले हेर्नु लेन्थ, जस्तो फर इक्जाम्पल यो लेन्थ मेजर गर्न सक्छौँ। मास भनेको केही सामान कति केजीको छ भनेर, मास, एसआई युनिट अफ मास चाहिँ जहिले पनि किलोग्राम हुन्छ, याद गर्ने।
ओके, नट त्यो अब मास भनेको वेट होइन, वेट एन्ड मास इज डिफ्रेन्ट थिङ इन साइन्स है। अब त्यो तपाईँहरू इङ्ग्लिस लिट्रेचरहरूमा जुन हिसाबले चलाउनुहुन्छ साइन्समा त्यसरी चलाउनु मिल्दैन। ओके, अब टाइम भनेको हामीले सेकेन्डमा नाप्छौँ, हो कि होइन भन्नु त। सो यो सबैलाई के भनिन्छ, जुन चाहिँ नाप्नु सक्छौँ त्यसलाई नै के भनिन्छ, हाम्रो फिजिकल क्वान्टिटी भनेर, द्याट क्यान बी मेजर्ड इज नोन एज फिजिकल क्वान्टिटी। अब यहाँनिर हाम्रो के छ भन्दाखेरि टु टाइप्स अफ क्वान्टिटिजहरू छ फिजिकल क्वान्टिटिज। एउटा छ फन्डामेन्टल क्वान्टिटी अनि अर्को छ डिराइभ क्वान्टिटी। सो फन्डामेन्टल क्वान्टिटी भनेको चाहिँ के हो भन्दाखेरि द क्वान्टिटी द फिजिकल क्वान्टिटी विच आर इन्डिपेन्डेन्ट अफ इच अदर। इन्डिपेन्डेन्ट भनेको चाहिँ अफ इच अदर इज कल्ड फन्डामेन्टल क्वान्टिटी। जस्तो फर इक्जाम्पल अब तपाईँले लेख्नुभयो अरे लेन्थलाई तपाईँले मिटरमा नाप्न सक्नुहुन्छ, खालि मिटर, अरू केही छ नाप्ने? अरू छ, जस्तो सेन्टिमिटर छ, किलोमिटर छ, तर अल्टिमेटली यो किलोमिटर र सेन्टिमिटरलाई मिटरमै ल्याउनु पर्छ एसआई युनिटमा त। आर यु गेटिङ माई पोइन्ट? सो यहाँनिर के भनेको, मिटरमा त हामीले सबैभन्दा लास्टमा अल्टिमेट ट्रुथ भनेको चाहिँ मिटर हो भनेको नि। जस्तै फर इक्जाम्पल यो बाहेक अरू छैन भनेको। जस्तै फर इक्जाम्पल मैले यहाँनिर लेखेँ अरे मानिलिउँ एरिया, अब जस्ट सरी एरिया त नभनौँ, जस्तो फर इक्जाम्पल म अझै यो डिराइभ बुझाउँदाखेरि म अझै डिटेलमा बुझाउँछु, यो अहिले छोडिदिँदै गर्नु, ओके। यो म अझै डेप्थमा गइनँ, म डिराइभ युनिट बुझाउने बित्तिकै बुझाउँदाखेरि यो बुझाउँछु तपाईँहरूलाई। सो यहाँनिर के हो भन्दाखेरि फन्डामेन्टल क्वान्टिटी भनेको चाहिँ यस्तो क्वान्टिटी जुन चाहिँ अरूमाथि भरै पर्दैन, यही अल्टिमेट ट्रुथ हो। सो हाम्रो कतिवटा फन्डामेन्टल क्वान्टिटी छन् भन्दाखेरि चाहिँ हाम्रो 7वटा मात्रै छ। 1 2 3 4 5 6 7, ओके सरी 8वटा रहेछ, ओके। कतिवटा? 8वटा, ओके। सो यो सरी 7वटा, आई वाज करेक्ट, मैले यो क्वान्टिटी पनि काउन्ट गर्दै रहेछु, यो सरी, ओके। 7वटा मात्रै हुन्छ। अलवेज यो क्वेसन पनि सोध्नु सक्छ कतिवटा फन्डामेन्टल क्वान्टिटिजहरू छन् भन्दाखेरि 7वटा हुन्छ, ओके। आइएम सरी, यो रियली सरी, म पनि त्यही त कन्फ्युज भएँ, मैले क्लासमा पढाउँदाखेरि 7 पढेको अनि अहिले 8 काउन्टमा आउँदाखेरि त यो क्वान्टिटी पनि गर्ने पठाएको छु। सो अनि डिराइभ युनिट भनेको चाहिँ यस्तो युनिट हो, हेर्नु है, जुन चाहिँ हामीले फन्डामेन्टल युनिटमा तोड्न सक्छौँ भनेको, फन्डामेन्टल युनिटमा तोड्न सक्छौँ भनेको, त्यसलाई नै हामी के भन्छौँ, डिराइभ युनिट भनेर भन्छौँ, ओके। द फिजिकल क्वान्टिटी विच आर डिराइभ फ्रम फन्डामेन्टल क्वान्टिटी भनेपछि फन्डामेन्टल क्वान्टिटीबाटै आएको अरे भनेको। जस्तो फर इक्जाम्पल म तपाईँहरूलाई सानो इक्जाम्पल दिन्छु ल। जस्तो फर इक्जाम्पल मैले एउटा, ओके, जस्तो फोर्सको एसआई युनिट के हो भन्नु त, न्युटन। सो न्युटन त यहाँनिर त हाम्रो फन्डामेन्टल युनिटमा पर्दै पर्दैन, किनकि फन्डामेन्टल युनिट भनेको कतिवटा छ, 7वटा। एउटा हो लेन्थको के हो, मिटर हो। मासको के हो, किलोग्राम हो। टाइमको के हो, सेकेन्ड हो। टेम्परेचरको कन्फ्युज हुनु होला, इट्स नट सेन्टिग्रेड अर फ्यारेनहाइट, केल्भिन हुन्छ यसको। अनि इलेक्ट्रिक करेन्टको जहिले पनि हाम्रो एम्पियर हुन्छ। अनि ल्युमिनस इन्टेन्सिटीको क्यान्डेला हुन्छ। अनि अमाउन्ट अफ सब्सटेन्सको मोल हुन्छ, ओके। सो मैले यहाँ हेर्नु है, फोर्स इक्वल्स टु, अब फोर्सको एसआई युनिट न्युटन भनेर त पढेको छ, तर कसरी, न्युटन त भयो, तर यसलाई त यो न्युटन त अब हाम्रो फन्डामेन्टल क्वान्टिटी होइन रहेछ, यो त डिराइभ क्वान्टिटी हो, ओके। सो कसरी चाहिँ डिराइभ हो भनेर प्रुभ गर्नको लागि हेर्नु है, फोर्स इक्वल्स टु, हामीलाई थाहा छ फोर्स भनेको मास इन्टु एसिलेरेसन हो। सो मास भनेको हामीले मास केमा नाप्न सक्छौँ, केजीमा नाप्छौँ। एसिलेरेसन भनेको हाम्रो के हो भन्दाखेरि एसिलेरेसनको युनिट के हो भन्नु त तपाईँहरू, मिटर पर सेकेन्ड स्क्वायर। सो यहाँनिर त यो, अनि यो फोर्स भनेको के हो, फोर्स त 1 न्युटन भनेपछि 1 न्युटन भनेको चाहिँ के रहेछ भन्दाखेरि केजी मिटर पर सेकेन्ड स्क्वायर पो रहेछ त यहाँनिर। कसरी भन्दाखेरि हेर्नु, अब यो केजी चाहिँ फन्डामेन्टल हो कि होइन हेरौँ ल। केजी यहाँ माथि देख्नुभयो, यी केजी, यस इट्स दे। मिटर छ यहाँ पनि मिटर छ, यो स्मल एम, ओके। ओके, यो क्यापिटल छोडिदिँदा पनि केही भएन, तर बेसिकली एम चलाउनु, स्मल चलाउनु, स्मल लेटर, ओके। यसको लागि यो टेम्परेचरहरूको लागि चाहिँ क्यापिटल चलाउनु। अनि सेकेन्ड स्क्वायर हेर्नु है, सेकेन्ड पनि यहाँनिर छ, यस टाइमको सेकेन्ड। सो यहाँनिर यो तिनवटामा हाम्रो आइहाल्यो त, डिफाइन गरिहाल्यो त न्युटनलाई त, हो कि होइन भन्नु त। सो न्युटनलाई हामीले यो 3टा बेसिक युनिटमा तोड्न सक्दैछौँ यसरी, ग्रुप अफ, होइन, ग्रुपमा। सो दिस इज अन्ली नोन एज हाम्रो के भनिन्छ, यसलाई फन्डामेन्टल। अब यो केजीलाई फर्दर ब्रेक गर्न सक्दैनौँ हामीले, मिटरलाई पनि फर्दर ब्रेक गर्न सक्दैनौँ त्यस्तो, ओके। जस्तो अब केजीलाई हामीले ग्राममा बनाउन सक्छौँ, केमा बनाउन सक्छौँ, द्याट इज डिफ्रेन्ट थिङ, तर मैले फन्डामेन्टलको कुरा गर्दैछु, ओके। त्यो ब्रेक गर्ने कुरा होइन, त्यो सेम युनिटै हो, ओके। त्यसलाई अब यसो पावरमा उयो यताउति गरेको मात्रै हो क्यालकुलेसनको लागि।
ओके, अब म यहाँनिर अर्को के छ भन्दाखेरि डिराइभ युनिट भनेको त बुझिहाल्नुभयो, जुन चाहिँ मैले कम्बिनेसन अफ फन्डामेन्टल युनिट भइसकेपछि डिराइभ युनिट भनेको के रहेछ, कम्बिनेसन अफ टु अर मोर फन्डामेन्टल युनिट्स। अघि मैले भने त टु अर मोर फन्डामेन्टल, जस्तो फर इक्जाम्पल 1 न्युटन भनेको कति रहेछ भन्दाखेरि केजी मिटर पर सेकेन्ड स्क्वेयर रहेछ। ओके, सो यो हेर्नु त यहाँनिर दोज युनिट विच आर मेड बाई कम्बिनेसन अफ टू भनेपछि टु अर मोर, यहाँ हेर्नु त केजी पनि छ, मिटर पनि छ, सेकेन्ड पनि छ। सो 1 न्युटन भनेको यति रहेछ। ओके, सो यसलाई नै डिराइभ युनिट भन्छ, भनेपछि 1 न्युटन चाहिँ हाम्रो डिराइभ युनिट रहेछ है भनेको यहाँनिर चाहिँ। ओके, दिस इज द केस। अब हामी यहाँनिर के पढ्छौँ भन्दाखेरि हामीले अब 7वटा, यहाँनिर चाहिँ यो इम्पोर्टेन्ट पार्ट हो, यहाँबाट धेरै क्वेसन सोध्ने गरेको छ। प्लिज अब म डेप्थमा गराउँछु, प्लिज मजाले सुन्नु होला ल। हेर्नु है, मलाई एकैछिन अलिकति टाइम दिनु होला ल, म वान नोट खोलेर तपाईँहरूलाई अझै इजिली गर्न सक्छु। ओके, हेरौँ ल। ओके, वान नोटमा वान नोटमा मैले अब कोही कोही बेला यो जुन चाहिँ क्वान्टिटीहरूलाई चाहिँ तपाईँले जस्तै यहाँनिर एउटा फर्स्ट नम्बरको मैले कोरेँ, फर्स्ट वान नम्बरको चाहिँ मलाई अब डिराइभ क्वान्टिटी भनेर अब यहाँनिर डिराइभ क्वान्टिटी भनेर दिएको हुन्छ, डिराइभ क्वान्टिटी दिएको हुन्छ। सो डिराइभ क्वान्टिटी मलाई के को खोज्नु भने अब जस्तै एरिया छ अरे, एरिया इज डिनोटेड बाई ए। ओके, सो मैले चाहिँ के गर्नुपर्छ भन्दाखेरि अब मलाई फर्मुला, यसको एरियाको फर्मुला के हो भन्दाखेरि रेक्टेङ्गल सम्झिनु, लेन्थ इन्टु ब्रेथ हो भनेर, यो फर्मुलाको कुरा हो। ओके, फर्मुला। ओके, अनि यहाँनिर अब मलाई के छ भन्दाखेरि यहाँ डिराइभ युनिट चाहिँ यसमा के छ भनेर सोध्छ। ओके, डिराइभ युनिटहरू के छ भनेर सोध्छ। हेर्नु, सो एरिया भनेको के रहेछ भन्दाखेरि लेन्थ इन्टु ब्रेथ रहेछ। सो लेन्थलाई मैले केमा नाप्छु, लेन्थलाई अलवेज डिस्टेन्स भनेपछि मिटरमा नाप्छु। ओके, अनि इन्टु छ, ब्रेथलाई के नाप्छु, ब्रेथ पनि हाम्रो मिटरमै नाप्छ। सो मिटर इन्टु मिटर, सो यसलाई के भन्ने हो, मिटर स्क्वायर, यही हाम्रो डिराइभ युनिट हो। ओके, सो फन्डामेन्टल क्वान्टिटी के यसमा इन्भल्भमेन्ट छ भन्दाखेरि मिटर र मिटर। ओके, सो यसरी लेख्नुपर्छ। अब म सेकेन्डमा जाँदैछु, अब मलाई यसको फन्डामेन्टल क्वान्टिटीहरू खोज्नु भन्छ, भोल्युमको खोज्नु भन्छ। ओके, यसरी नोट बनाउँदै जानु है तपाईँहरू, भोल्युमको खोज्नु भन्छ। सो भोल्युमको फर्मुला के हो भन्दाखेरि लेन्थ इन्टु ब्रेथ इन्टु हाइट। ओके, जसरी चलाउँदा पनि यही आउँछ तपाईँहरूले, अब जस्तै यो के अरे सर्कलको लागि चलाउँदा पनि त्यही आउँछ एन्सर। ओके, त्यो कन्सटेन्ट यो जेसुकै होस्, भोल्युम भनेको अब एउटै युनिटमा आउँछ, द्याट इज मिटर क्युब। कसरी आउँछ हेर्नु है, लेन्थ भनेको हामी केमा नाप्छौँ भन्दाखेरि लेन्थ भनेको हामीले मिटरमा नाप्छौँ, अनि ब्रेथ पनि हामीले केमा नाप्छौँ, ब्रेथ भनेको पनि डिस्टेन्स हो, त्यो पनि मिटरमा नाप्छौँ, अनि हाइट पनि केमा नाप्छौँ, मिटरमा नाप्छौँ। सो हाम्रो डिराइभ क्वान्टिटी भनेको एम इन्टु एम रहेछ, द्याट इज एम क्युब। ओके, आर यु गेटिङ माई पोइन्ट? यसरी यो सोध्छ। अब अर्को सोध्छ नम्बर 3 को, द्याट इज भेलोसिटी। अब भेलोसिटीको पनि सिम्पल छ, भेलोसिटी भनेको के हो भन्दाखेरि हाम्रो डिस्प्लेसमेन्ट, फर्मुला है, डिस्प्लेसमेन्ट अपन टाइम। सो डिस्प्लेसमेन्ट भनेको बेसिकली डिस्टेन्स त हो, डिस्टेन्स केमा नाप्छु, मिटरमा, टाइम केमा नाप्छु, सेकेन्डमा। सो यो के रहेछ, मिटर पर सेकेन्ड स्क्वायर, ओ सरी मिटर पर सेकेन्ड रहेछ। ओके, सो यो पनि भयो, यसरी सोध्छ अब तपाईँहरूलाई सिधै भेलोसिटीलाई उयसमा डिराइभ युनिटमा तोड भनेर सोध्छ, फन्डामेन्टल युनिटमा कुन फन्डामेन्टल युनिट, सरी मैले त्यो रङ भने, डिराइभ भनेर। ओके, यो भेलोसिटीलाई कुन फन्डामेन्टल युनिटहरू मिलेर बनिएको छ भनेर खोज्नु भन्दैछ। सो डिराइभ युनिट चाहिँ हाम्रो के रहेछ, यो रहेछ। ओके, अनि फोर्थमा कुनको सोध्छ भन्दाखेरि, फोर्थमा यो सबै इम्पोर्टेन्ट हो, इट इज सुपर इम्पोर्टेन्ट, यहाँबाट क्वेसन सोध्छ है, पुरा धेरै क्वेसन बनिन्छ है। देन आफ्टर दिस हामीलाई एसिलेरेसन सोध्छ। अब एसिलेरेसन भनेको के रहेछ भन्दाखेरि, अब एसिलेरेसन म सिधै यसरी लेखेँ, एसिलेरेसनको फर्मुला के हो भन्दाखेरि एसिलेरेसन भनेको भेलोसिटी डिभाइडेड बाई टाइम हो। ओके, सो भेलोसिटी भनेको पनि हाम्रो यो जुन चाहिँ भेलोसिटी छ, भेलोसिटीको त अहिले भर्खर खोजिहाल्नु त तपाईँले, भेलोसिटीको खोज्नु सजिलो छ, डिस्प्लेसमेन्ट अपन टाइम गर्नु, यो आइहाल्छ यसरी, मिटर सेकेन्ड यति आउँछ, अनि टाइमको हाल्दा कति हाल्नुहुन्छ, टी मात्रै हाल्नु पऱ्यो। ओके, अब मिटर यो सेकेन्ड, टाइमको एसआई युनिट के हो, सेकेन्ड।
सो यसलाई पनि मैले यहाँ एम ओके यो एस अनि यो माथिलाई यसलाई पनि माथि लग्यो भने यो -1 हुन्छ ओके सो यो कति भयो यो माइनस माइनसै भयो 1 1 कति भयो 2 भयो सो यसको यति भयो एसिलेरेसनको सिम्पली अझै तपाईहरुलाई अब अझै बुझ्नु भएन भने म अझै सिम्पल वेमा गराइदिन्छु एसिलेरेसन इक्वल्स टु भेलोसिटी डिभाइडेड बाइ टाइम भनेर गरे ओके अब भेलोसिटी भनेको के हो मेरो डिस्प्लेसमेन्ट यो डिस्प्लेसमेन्ट हो एस भनेको डिस्प्लेसमेन्ट अब यो भेलोसिटी भनेको चाहिँ के हो भन्दाखेरि डिस्प्लेसमेन्ट अपन टाइम हो भेलोसिटी भनेको ओके अनि यहाँनिर त अब यो डिभाइड छ यो डिभाइडको साइन हो सो यसरी डिभाइड बाइ कसले गर्दैछ यो टीले यसले डिभाइड गर्दैछ सो यसलाई मैले एस टी अनि यो डिभाइडलाई मैले इन्टु बनाएँ अरे इन्टु बनाउँदा के हुन्छ यो टी मुनि जान्छ अनि यसको माथि 1 आउँछ ओके सो यो हेर्नु है यो डिस्प्लेसमेन्ट हो यो चाहिँ डिस्प्लेसमेन्ट केमा नाप्छु मिटरमा नाप्छु यो टाइम केमा नाप्छु सेकेन्डमा नाप्छु अनि यो सेकेन्डमा सो डिराइभ युनिट के रहेछ यो रहेछ यसलाई अर्को यस्तो पनि लेख्न सक्छु एम डिभाइडेड बाइ एस इन्टु एस स्क्वायर यसलाई मिटर पर सेकेन्ड स्क्वायर भनेर पनि लेख्न सके सो यसरी आउँछ भनेको ओके सो यो पनि भयो अब अरू क्वान्टिटीको पनि गर्दैछौँ हामी सो 4टा सक्यो हाम्रो एसिलेरेसनको सक्यो हैन अब हामी के को गर्छौँ फोर्सको गर्छौँ अब फोर्स भनेको के हो फर्मुला थाहा छँदैछ सिधै फर्मुला लेख्दिने यसरी गर्ने हो फोर्सको के हो भन्दाखेरि अब मलाई थाहा छ फोर्स भनेको एमए भनेको एम भनेको मास हो ए भनेको एसिलेरेसन हो मास भनेको कति हो मास भनेको त सिधै आइहाल्छ हाम्रो मास केमा नाप्छौँ केजीमा नाप्छौँ अब एसिलेरेसन भनेको के हो एसिलेरेसन भनेको त भेलोसिटी बाइ टाइम हो ओके भेलोसिटी बाइ टाइम अझै फर्मुलालाई ब्रेक गर्ने यो केजी त आइहालेको छ सो भेलोसिटीलाई पनि अझै ब्रेक गर्न सक्छु नि त मैले भेलोसिटी भनेको के हो डिस्प्लेसमेन्ट अपन टाइम ओके अनि यो टी अझै छ यहाँनिर सो यो टीलाई पनि यहीँ हालिदिनु यसरी अब सिधा क्वान्टिटी हालिदिनु यो केजी त केजी नै बसिहाल्यो अनि डिस्प्लेसमेन्ट त हामीले केमा नाप्छौँ मिटरमा नाप्छौँ अनि यो टीलाई केमा नाप्छु टाइम केमा नाप्छु सेकेन्डमा नाप्छु यो टाइम केमा नाप्छु सेकेन्डमा नाप्छु सो यो हाम्रो इन्भल्भ यति यो फन्डामेन्टल क्वान्टिटीहरू चाहिँ इन्भल्भ हुँदो रहेछ द्याट इज हाम्रो डिराइभ युनिट के हो भन्दाखेरि चाहिँ केजी मिटर पर सेकेन्ड स्क्वायर यो सेकेन्ड इन्टु सेकेन्ड स्क्वायर भइहाल्यो माथि आउँदाखेरि यो माइनस लागेर यस्तो हुन्छ आर यु गेटिङ माई पोइन्ट सो यो हाम्रो के को भयो फोर्सको भयो देन आफ्टर द्याट अब यहाँनिर फोर्सको के हो फोर्सको एसआई युनिट के हो 1 न्युटन सो 1 न्युटन भनेको चाहिँ यो रहेछ 1 न्युटन भनेको चाहिँ यो रहेछ सिमिलरली माथिको पनि म गराइदिँदैछु अलिकति ओके जस्तै 1 न्युटन भनेको यो रहेछ जस्तै एसिलेरेसन अब एसिलेरेसनको त यो भइहाल्यो ओके अरू त परेन सो फोर्सको चाहिँ अब फोर्सको 1 न्युटन भनेको चाहिँ यति रहेछ सो तपाईँहरूलाई कोही कोहीलाई सोध्छ 1 न्युटन इक्वल्स टु कुन चाहिँ वाट इज डिराइभ युनिट्स इन 1 न्युटन भनेर सोद्धाखेरि यसरी सल्भ गर्नुपर्छ ओके देन फोर्सको भइसकेपछि हामी डेन्सिटीको कुरा गर्छौँ डेन्सिटी सो डेन्सिटीको चाहिँ के हुन्छ भन्दाखेरि डेन्सिटी इक्वल्स टु हाम्रो डेन्सिटीको फर्मुला हो मास डिभाइडेड बाइ भोल्युम यो फर्मुलाहरू चाहिँ याद गर्नुपर्छ फर्मुला याद छैन भने त यु कान्ट डु इट ओके अब मास हामी केमा नाप्छौँ मास अलवेज केजीमा नाप्छौँ केजी सो भोल्युम अघि केमा नापेको थियौँ अब जस्तै लेन्थ इन्टु ब्रेथ इन्टु हाइट यसरी गरेको थियौँ ओके माथिको केजी त अब भइसक्यो यो ब्रेक भइसक्यो अब केजीलाई त ब्रेक गर्न मिल्दैन ओके लेन्थलाई केमा मिटरमा ब्रेथ भनेको पनि मिटर हो हाइट भनेको पनि अब डिस्टेन्स भएको कारणले यो पनि मिटरै भयो सो यसलाई मैले केजी मिटर पर क्युब ओके यो चाहिँ हाम्रो डेन्सिटीको आयो ओके अब तपाईँहरूले बुझ्नुहुँदै होला अब त ओके देन अर्को हाम्रो के को सोध्छ भन्दाखेरि अर्को हाम्रो प्रेसरको सोध्यो प्रेसर इक्वल्स टु हाम्रो प्रेसरको फर्मुला के हो भन्दाखेरि फोर्स बाई एरिया ओके अब हेर्नु फोर्सको के हो भन्दाखेरि फोर्स भनेको मास इन्टु एसिलेरेसन हो कि होइन अनि यो एरिया भनेको हाम्रो के हो लेन्थ इन्टु ब्रेथ ओके सो मास हामी केमा नाप्छौँ केजीमा नाप्छौँ ओके अब एसिलेरेसनको चाहिँ तपाईँहरूले रट्टा मार्ने एसिलेरेसन र अब यसको चाहिँ भेलोसिटीको चाहिँ किनभने अब सधैँ यो गर्न मिल्दैन यो चाहिँ रट्टा मारिराख्नुपर्छ तपाईँले यो फर्मुला चाहिँ प्लिज रट्नु होला यो चाहिँ ओके अनि यो अनि एसिलेरेसनको र भेलोसिटीको चाहिँ रट्नु होला ओके किनकि त्यसो हुँदा तपाईँहरूलाई इजिली गर्न सक्नुहुन्छ यो भेलोसिटीको चाहिँ रट्नु होला अब एसिलेरेसन चाहिँ मेन रट्नु होला ओके
जस्तै मास अब एक्सिलरेसनको के छ भन्दाखेरि एक्सिलरेसनको ओके सरी मिटर पर सेकेन्ड स्क्वायर एक्सिलरेसनको लागि भयो है मासको पनि भयो एक्सिलरेसनको पनि भयो अब यो डिभाइड त डिभाइड ओके सरी डिभाइड स्टिल डिभाइड छ है ओके स्टिल डिभाइड सो लेन्थ केमा नाप्छौँ हामीले मिटरमा नाप्छौँ ब्रेथ केमा नाप्छौँ मिटरमा नाप्छौँ यो माथिबाट आइसकेको छ सो यो हुन्छ ओके यो मिटर र यो मिटर मैले क्यान्सल गरिदिएँ सो कति आयो केजी यो माथि यसलाई अब यो भनेको मिटर इन्टु एस लेख्दा पनि भयो कि त हामीले केजी मिटर यसरी पर मिटर स्क्वायर यसरी लेख्दा पनि भयो ओके सो दिस इज द केस आउट हियर सो प्रेसरको पनि तपाईँहरूले बुझ्नुभयो होला ओके अनि हाम्रो अब अर्कोमा जान्छौँ द्याट इज प्रेसर पछाडि मोमेन्टम पनि छ मोमेन्टमको पनि मोमेन्टम भनेको हाम्रो अब यो पनि मोमेन्टम हाम्रो 8 नम्बरको भयो ओके मोमेन्टम इक्वल्स टु मास इन्टु भेलोसिटी हो मासको के हो मास भनेको केजी भयो भेलोसिटी भनेको मिटर पर सेकेन्ड भयो सो यसको आइगयो केजी मिटर पर सेकेन्ड यति ओके सिम्पल ओके आफ्नो आफ्नो हाल्नु मात्रै हो भ्याल्युज देन आफ्टर दिस अर्को आउँछ हाम्रो वर्क डन या एनर्जी यो इम्पोर्टेन्ट हो 8 यो वर्क र एनर्जी भनेको एउटै हो किनकि वर्क अर एनर्जी किनकि यिनीहरूको दुइटै एसआई युनिट एउटै हुन्छ के हुन्छ यसको एसआई युनिट भन्दाखेरि जुल हो कि होइन सो 1 जुल खोज भनेको हो यो खासमा चाहिँ 1 जुल चाहिँ कसरी तोड्नु सक्छ भनेर खोज्नु भनेको सो वर्क डनको फर्मुला के हो भन्दाखेरि हाम्रो वर्क डन भनेको ओके सरी वर्क भनेको चाहिँ के हो भन्दाखेरि फोर्स इन्टु डिस्प्लेसमेन्ट हो सिम्पल सो फोर्स भनेको के हो मास इन्टु एक्सिलरेसन हो डिस्प्लेसमेन्ट भनेको हाम्रो डिस्प्लेसमेन्ट केमा नाप्छु मिटरमा नाप्छु यो मिटर चेन्ज नगर्ने यो मिटर अर्कै हो नि अब यसलाई मास लेखिदिनु यहाँनिर मास यसरी ओके मास केमा नाप्छु केजीमा नाप्छु एक्सिलरेसन केमा नाप्छु मिटर पर सेकेन्ड स्क्वायर अघि मैले रट्टा मार्नु भनेको थिएँ इन्टु एम ओके सो यहाँनिर यसको पनि आइगयो केजी मिटर स्क्वायर पर सेकेन्ड स्क्वायर यसको आन्सर पनि आइहाल्यो सो हामीले यो 1 जुल भने यो चाहिँ के हो वर्क केमा नाप्छु भन्दाखेरि 1 जुलमा नाप्छु सो 1 जुलको भ्यालु चाहिँ डिराइभ युनिट चाहिँ यति रहेछ भनेको ओके सिम्पल देन अब पावर इक्वल्स टु पावरको फर्मुला के हो भन्दाखेरि वर्क डन डिभाइडेड बाई टाइम अब वर्क डन त मलाई थाहा छ वर्क डन भनेको के रहेछ फोर्स इन्टु डिस्प्लेसमेन्ट वर्क डन यो वर्क डन भनेको फोर्स इन्टु डिस्प्लेसमेन्ट डिभाइडेड बाई टाइम सो फोर्स भनेको अझै फोर्सलाई पनि मैले ब्रेक गर्न सक्छु फोर्स भनेको के हो मास इन्टु एक्सिलरेसन ओके अनि यहाँ डिस्प्लेसमेन्ट त छँदैछ डिस्प्लेसमेन्ट अनि डिभाइडेड बाई अझै पनि टाइम छ ओके सो मास केमा नाप्छौँ हामी केजीमा नाप्छौँ अनि एक्सिलरेसन केमा नाप्छु मिटर पर सेकेन्ड स्क्वायरमा नाप्छु डिस्प्लेसमेन्ट केमा नाप्छु डिस्प्लेसमेन्ट भनेको डिस्टेन्स द्याट इज मिटरमा नाप्छु अनि अझै यहाँ डिभाइडेड बाई यो टाइम पनि छ टाइम केमा नाप्छु सेकेन्डमा नाप्छु सो यसको यो यति इन्भल्भ भएको छ है युनिट्सहरू ओके द्याट इज फन्डामेन्टल युनिट सो यसलाई लेखिदिनु केजी मिटर स्क्वायर अनि सेकेन्ड स्क्वायर र यो सेकेन्ड टु द पावर यो 1 लाई मल्टिप्लाई गर्दाखेरि यति आउँछ -2 यो -3 हुन्छ यो दुईटा मल्टिप्लाई गर्दा एस क्युब हुन्छ सो माथि लाँदाखेरि यो -3 भयो ओके आर यु गेटिङ माई पोइन्ट सो पावरको पनि भयो अब चाहिँ हाम्रो जुन चाहिँ आउँदैछ यो चाहिँ सुपर इम्पोर्टेन्टहरू हो यो अब एउटा फ्रिक्वेन्सी यो सिम्पल छ अनि त्यहाँबाट पोटेन्सियल डिफरेन्स र उयसको रेजिस्टेन्सको सोध्छ यो चाहिँ हाम्रो इक्जाममा धेरै नै सोध्छ है ओके सो यहाँनिर अब एउटा क्वेसन बनिन्छ अर्को के बनिन्छ भन्दाखेरि फ्रिक्वेन्सीको बनिन्छ सो फ्रिक्वेन्सी भनेको चाहिँ मेरो के हो भन्दाखेरि फ्रिक्वेन्सी भनेको के हो फ्रिक्वेन्सीको त अब तपाईँहरूलाई उयो पनि थाहा छ ओके फ्रिक्वेन्सी भनेको भेलोसिटी डिभाइडेड बाई ल्याम्डा पनि हो ओके तर फ्रिक्वेन्सीलाई हामी कोही कोही बेला 1/t पनि भन्छौँ ओके 1/t भन्छ सिधा अब त्यही भनौँ न सो 1/t भनेको 1 टाइम केमा नाप्छु सेकेन्डमा सो यसको के रहेछ पर सेकेन्ड मात्रै उयो रहेछ यसको एसआई उयो डिराइभ युनिट चाहिँ ओके अनि फ्रिक्वेन्सीलाई हामीले हर्ट्जमा नाप्छौँ है याद गर्नु है 1 हर्ट्ज इक्वल्स टु यति रहेछ
त्यहाँबाट अब चाहिँ इम्पोर्टेन्ट हो, दिस इज सुपर डुपर इम्पोर्टेन्ट, द्याट इज यो चाहिँ इम्पोर्टेन्ट हो, यो दुईवटा चाहिँ। ओके, पोटेन्सियल डिफरेन्स द्याट इज पिडी। पोटेन्सियल डिफरेन्स इक्वल्स टु, पोटेन्सियल डिफरेन्सको एसआई युनिट के हो, भोल्ट हो, याद गर्नु है, भोल्ट एसआई युनिट। सो यसलाई अब हामीले डिराइभ युनिटमा कसरी फन्डामेन्टल युनिटमा तोड्छौँ भनौँ न। सो यसको के हो भन्दाखेरि पोटेन्सियल डिफरेन्स भनेको वर्क डन डिभाइडेड बाई हाम्रो के हो, चार्ज क्यू, के अरे चार्ज क्यू। अब वर्क डनलाई हामीले ब्रेक गर्छौँ, वर्क डन भनेको के हो, फोर्स इन्टु डिस्प्लेसमेन्ट, डिस्प्लेसमेन्ट यो मजाले बुझ्नुभयो भने तपाईँले अर्को पनि बुझिहाल्नुहुन्छ। अनि यहाँ क्यू त चार्ज छँदैछ, सो यो फोर्सलाई पनि मैले फेरि ब्रेक गर्न सक्छु, द्याट इज फोर्सलाई ब्रेक गरेर मैले के गर्न सक्छु, फोर्स इक्वल्स टु मास इन्टु एसिलेरेसन इन्टु डिस्प्लेसमेन्ट त छँदैछ। ओके, डिस्प्लेसमेन्ट त छँदैछ। अनि यो चार्ज छ नि, यो चार्जलाई चाहिँ मैले यसरी लेख्न सक्छु, हेर्नु ल। हाम्रो कोही बेला सोध्छ करेन्ट भनेको चाहिँ, करेन्ट आई भनेको चाहिँ के हो भन्दाखेरि कति चार्ज मुभ गर्दैछ, द्याट इज चार्ज भनेको क्यू, कति टाइममा भनेको। आर यु गेटिङ माई पोइन्ट? 1 सेकेन्डमा कति उयो कुद्छ, चार्ज कुद्छ भनेको जस्तो। ओके, करेन्टको फर्मुला चाहिँ यो। अनि मैले यहाँबाट क्यू भनेको के निकाल्न सक्छु भन्दाखेरि आई इन्टु टी गऱ्यो भने, यसरी यसलाई यहाँनिर यसो गऱ्यो अरे, मल्टिप्लाई गरिदियो अरे, इक्वल्स टु क्यू आउँछ। ओके, सो क्यू भनेको मेरो के रहेछ, आई इन्टु टी, आई भनेको के हो, करेन्ट। ओके, सो म यहाँनिर के लेख्छु, आई इन्टु टी लेख्छु। अब मैले आईमै किन ल्याएँ भन्दाखेरि तपाईँहरूले अघि याद गर्नुभयो भने आई भनेको चाहिँ हाम्रो के हो, करेन्टको चाहिँ आईको चाहिँ हाम्रो फन्डामेन्टल युनिट थियो, द्याट इज एम्पियर भनेर थियो। ओके, त्यही भएर यसमा लेखेको। कुलमको त अब मेरो थिएन नि त फन्डामेन्टल युनिटमा, यो क्यूको त सिधा फन्डामेन्टल युनिटमा हामीले ब्रेक गर्न मिलेको थिएन, कुलम भनेको त फन्डामेन्टल युनिट होइन। सो बट यहाँनिर करेन्टको त अब फन्डामेन्टल युनिट छ, द्याट इज ए। ओके, सो फन्डामेन्टल युनिटमा हामीले ल्याएको मात्रै हो। सो मास भनेको हामी मास केमा नाप्छौँ, केजीमा नाप्छौँ। एसिलेरेसन केमा नाप्छौँ, मिटर पर सेकेन्ड स्क्वायरमा नाप्छौँ। अनि डिस्प्लेसमेन्ट, यो डिस्प्लेसमेन्ट केमा नाप्छौँ, मिटरमा नाप्छौँ। अब यहाँ डिभाइड, यहाँ अझै डिभाइड छ, यो आई भनेको के रहेछ, एम्पियर रहेछ। ओके, यहाँ इन्टु दिइहालौँ अझै। अनि यो टाइम भनेको सेकेन्ड। सो यहाँनिर के भयो, केजी इन्टु, अब यो दुईवटालाई मल्टिप्लाई गरिदिउँ, मिटर इन्टु मिटर इज हाउ मच, मिटर स्क्वायर। अनि यो सेकेन्ड र यो गर्दाखेरि अब यस्तो छ अरे, सेकेन्ड स्क्वायर इन्टु सेकेन्ड छ अरे, यसको पावर 1 हो। सो यस्तो हो, यो केसमा चाहिँ के हुन्छ, इन्डिसेसको लले चाहिँ सेकेन्ड 2 + 1 हुन्छ, बिचमा इन्टु भएको बेलामा ब्राकेट छैन यहाँ, इन्टु भएको बेलामा, सो यसको पावर 3 हुन्छ। ओके, सो यहाँनिर यो यसको पावर 3 अनि यहाँनिर एम्पियर। सो यसलाई मैले अझै सजिलो पारेर लेख्दाखेरि केजी मिटर स्क्वायर, अब यो यसलाई माथि ल्याउँदा के हुन्छ, एस माइनस यो पावर 3 हुन्छ, अनि यो एम्पियरको पनि -1 हुन्छ। दिस इज द केस। सो यो पोटेन्सियल डिफरेन्स यो युनिट के को आयो भन्दाखेरि चाहिँ, पोटेन्सियल डिफरेन्स मैले केमा नाप्छु भन्दाखेरि भोल्टेजमा हो कि होइन। सो 1 भोल्टेज, भोल्टेज भनेको चाहिँ यति रहेछ, 1 भोल्ट, सरी 1 भोल्ट भनेको चाहिँ यति रहेछ। मलाई के दिएको हुन्छ भन्दाखेरि 1 भोल्ट भनेर यति दिएको छ भनेर प्रुफ द्याट 1 भोल्ट इक्वल्स टु दिस भनेको हुन्छ। सो प्रुफ गर्दाखेरि तपाईँले यहाँ यति प्रुफ गर्नुपर्छ, द्याट इज अल। यतिमै तपाईँहरूले 2-3 मार्क्स कति पाउनुहुन्छ। ओके, 2 मार्क्स भनौँ न, देन आई जस्ट भेरिफाई इट। ओके, यो पनि भयो। अब हाम्रो लास्ट छ, द्याट इज रेजिस्टेन्स। रेजिस्टेन्सको क्वेसन त पुरै सोधेको छ। ओके, सो अब लास्ट यो पार्टको चाहिँ लास्ट हो, अनि हामी अलिकति पार्ट बाँचेको छ त्यो गर्छौँ। ओके, अब लास्टमा चाहिँ हाम्रो 13 नम्बरको चाहिँ रेजिस्टेन्स हो, रेजिस्टेन्स। अब रेजिस्टेन्सको चाहिँ के हो भन्दाखेरि, रेजिस्टेन्सको अब हेर्नु है तपाईँलाई फ्रम ओम्स ल तपाईँलाई के थाहा छ भन्दाखेरि, ओम्स लले के भन्छ भन्दाखेरि V इक्वल्स टु IR भनेर भन्छ। ओके, तर मलाई त R चाहिएको छ, R चाहिएको छ। सो आरलाई मैले के लेख्न सक्छु, R इक्वल्स टु, यो आईलाई मुनि लाग्दिने यसरी, यसरी। आर भनेको के रहेछ, V/I रहेछ, द्याट इज भोल्टेज, द्याट इज पोटेन्सियल डिफरेन्स। यो V भनेको पोटेन्सियल डिफरेन्स डिभाइडेड बाई हाम्रो के हो, करेन्ट, द्याट इज I। अनि यो R छ नि, यो
R लाई हामीले के लेख्न सक्छौं भन्दाखेरि R लाई हामी 1 ओम लेख्न सक्छौं किनकि रेजिस्टेन्स जहिले पनि ओममा नापिन्छ नि त। सो यो भोल्टेजको अघि मैले जसरी भोल्टेजको खोज्दै नि माथिपट्टि त्यो सिधा त्यसरी खोज्ने हो भोल्टेजको साइडमा खोज्दा पनि भयो जसरी खोज्दा पनि भयो। दैट इज V भनेको पोटेन्शियल डिफरेन्स। पोटेन्शियल डिफरेन्सको यो आएको छ यी मैले अहिले भर्खर निकालेको। सो पोटेन्शियल डिफरेन्सको सिधा यहाँ हाल्दिने केजी मिटर स्क्वायर सेकेन्ड यसरी अनि यसरी ओके डिवाइडेड बाइ यो करेन्ट जुन चाहिँ छ करेन्ट भनेको हाम्रो के हो करेन्ट भनेको त ए हो करेन्टको त यसै युनिट ए हो। सो यहाँनिर के हुन्छ केजी मिटर स्क्वायर सेकेन्ड यसरी क्युब। अब यो ए लाई पनि मैले माथि लगेँ अरे के हुन्छ यो -1 हुन्छ कि हुँदैन। सो माइनस 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 भइहाल्यो माइनस यो 1 1 2 भयो। सो यो हो हाम्रो आन्सर। अब तर अझै पनि म तपाईहरुलाई फुल अझै डिराइभ गरेर देखाइदिन्छु। अलिकति बरु लेन्दी नै होस् भिडियो तर तपाईहरु अब कोही स्टुडेन्टहरुलाई मैले कन्फ्युजन भएको देखेको छु ओके। सो म फेरि खोजिदिदैछु v = IR भनेर हेर्नु ल पुरै डिटेलमा खोजिदिदैछु। I भनेको के हो भन्दाखेरि अब मलाई R चाहिएको छ R = P/I हो है ओके। अब म खोजेर देखाइदिदैछु हेर्नु। भोल्टेज भनेको मेरो सिधा के हो हैन भोल्टेज दैट इज पोटेन्शियल डिफरेन्स भनेको हाम्रो के हो पोटेन्शियल डिफरेन्स भनेको यो भनेको के हो वर्क डन डिवाइडेड बाइ चार्ज हो ओके चार्ज हो। अनि यो I त छँदैछ। सो यहाँनिर मैले I पनि यहाँ हाल्दिएँ यसरी। आर यु गेटिङ माई पोइन्ट। सो यो पनि हाल्दिएँ। सो यहाँनिर मैले इक्वल्स टु लेखेँ ओके। अब यो वर्क डन है। सो वर्क डनलाई मैले अगाडि पनि भनेको वर्क डनलाई मैले फर्दर ब्रेक गर्न सक्छु। दैट इज वर्क डनको फर्मुला के हो भन्दाखेरि फोर्स इन्टु डिस्प्लेसमेन्ट हो भनेर पहिला पनि भनेको छु वर्क डनको ओके। अनि यहाँ डिवाइडेड बाइ अब यो वर्क डनको लेखेँ मैले ओके। यहाँ मेरो कर्सर लेख्न गरेको छैन वर्क डनको मैले लेखेँ। अब यहाँ चार्ज क्यू छँदैछ ओके इन्टु अब यो I पनि यहाँ सरी मेरो यो कर्सरले कामै गरेको छैन आई एम रियली सरी यसमा। अब फोर्स भनेको मैले अगाडि पनि सिकाएको तपाईलाई फोर्स भनेको हाम्रो मास इन्टु एक्सिलरेसन हो। म यसरी लेखिदिदैछु। अनि डिस्प्लेसमेन्ट भनेको हाम्रो के हो डिस्प्लेसमेन्ट केमा नाप्छौँ भन्दाखेरि मिटरमा नाप्छौँ ओके। यहाँ डिवाइडेड बाइ यति। अनि मैले अघि तपाईहरुलाई सिकाएको छु I = करेन्ट भनेको चाहिँ के हो भन्दाखेरि I Q डिवाइडेड बाइ के लेखेको थिएँ मैले अघि सरी T चार्ज कति कुदैछ कति टाइममा भनेको ओके। सो मैले यहाँबाट मैले के कन्क्लुड गर्न सक्छु Q भनेको के रहेछ I * T रहेछ। सो यहाँनिर यो Q को बदली मैले यहाँ मुनि के लेख्न सक्छु I * T लेख्न सक्छु ओके। यो ब्र्याकेटमा हाल्दिएँ। अनि इन्टु यो I यहाँनिर यो जुन चाहिँ I छ यो त अहिले पनि प्रेजेन्ट छ। सो त्यही भएर यहाँ मैले यो I हाल्दिएँ यसरी ओके। सो अब यहाँनिर इक्वल्स टु अब यो मासको हालौँ ल। मासको के हो भन्दाखेरि केजी एक्सिलरेसन को के हो मिटर डिवाइडेड बाइ सेकेन्ड स्क्वायर। अनि यहाँनिर यो m भनेको हाम्रो के हो भन्दाखेरि यो m के हो वर्क डन भनेको फोर्स इन्टु यो भनेको मिटर यो त सिधै m हो मिटरमा चेन्ज गरिसकेको रहेछ। अनि यो डिवाइडेड बाइ अब यो I को के हो एम्पियर ओके। अनि इन्टु अनि यो टाइमको के हो टाइमको यहाँनिर यहाँ सेकेन्ड यो म रब गरिदिदैछु सेकेन्ड। अनि इन्टु अब यो I को के हो हाम्रो यो I को हाम्रो A हो। आई एम रियली सरी मेरो कर्सर मजाले कामै गरेको छैन अहिले मैले देखेको छैन कर्सर कहाँ छ भनेर केजी अनि यो मिटर माथि स्क्वायर भयो। अनि यो यहाँ हेर्नुभयो भने यो सेकेन्ड छ यहाँ पनि छ यसलाई दुईटालाई अब यहाँ स्क्वायर छ अनि एउटाको पावर 1 छ यसलाई 3 हुन्छ यहाँनिर तर माथि ल्याएको कारणले यसलाई माइनस लेखिदिएँ मैले ओके। फेरि त्यहाँबाट यो एम्पियर मल्टिप्लाई गर्दा A स्क्वायर हुन्छ। सो यहाँनिर A त माथि ल्याउनु पर्यो माथि ल्याउँदाखेरि -2। सो हाम्रो 1 रेजिस्टेन्स भनेको 1 ओम को डिराइभ युनिट चाहिँ यति रहेछ। मैले अगाडि पनि गराइदिइसकेको छु यो माथि हेर्नु त है यो माथि गराइदिएको यो आर यु गेटिङ माई पोइन्ट। सो यो यहाँसम्म मैले आजको लागि गरिदिएको छु। अब यो कर्सरले काम गरेको भए त म अलिकति पनि यो अझै कन्टिन्यू गर्थेँ होला ओके। सो म यहाँ ब्याक गएर अलिकति कन्टिन्यू गर्न ट्राई गर्छु ओके। सो यो तपाईहरु मजाले कपी गर्नु होला ओके। देन आफ्टर दिस यो त अब मैले गराइसकेको छ यो मैले गराइसकेँ तपाईहरुलाई ओके। यो एपमा चाहिँ काम गर्दैछ यसले। अब यहाँनिर यो युनिट
युनिट भनेको के हो युनिट इज डिफाइन्ड एज अ फिक्स अमाउन्ट अफ क्वान्टिटी द्याट इज टेकन एज स्ट्यान्डर्ड अर रेफरेन्स फर मेजरमेन्ट अब यो तपाईँहरूले आफै पढ्नु होला यो चाहिँ ओके अब यहाँनिर के छ भन्दाखेरि हाउ इज भ्यालिडिटी अफ इक्वेजन चेक अब जस्तै यहाँनिर एउटा इक्वेजन छ v इक्वल्स टु u प्लस एटी भनेर दिएको छ अरे अब यो इक्वेजन चाहिँ हाम्रो भ्यालिड इक्वेजन राइट इक्वेजन हो कि होइन भनेर सोध्छ यो मात्रै दिएको हुन्छ र यो इक्वेजन भ्यालिड हो कि होइन भनेर सोध्छ सो अब तपाईँहरूले निकाल्नु पर्यो कसरी निकाल्नुहुन्छ भन्दाखेरि हाम्रो यो भनेको भेलोसिटी हो यो भनेको हाम्रो के हो फाइनल भेलोसिटी द्याट इज v हो यो भनेको फाइनल भेलोसिटी v हो सो हामीले भेलोसिटीलाई केमा नाप्छौँ भन्दाखेरि मिटर पर सेकेन्डमा हो कि होइन भन्नु त यो बुझिहाल्नु भयो तपाईँहरूले इक्वल्स टु अब यो यु भनेको पनि भेलोसिटी हो भेलोसिटीलाई केमा नाप्नुहुन्छ मिटर डिभाइडेड बाई सेकेन्डमै नाप्नुहुन्छ मिटर अनि यसमा प्लस अरे यो ए छ नि ए हेर्नु त यो ए छ एसिलेरेसन भनेको के हो तपाईँहरूले पहिला पढेको अघि मैले पढाएको मास मिटर डिभाइडेड बाई यो सेकेन्ड स्क्वायर हो अनि टाइमको के हो सेकेन्डै हो यो टाइमको पनि सेकेन्डै हो सो यहाँनिर अब हाम्रो के भयो सरी यो माइनस लेखेछु यो माइनस होइन यो 2 सो यसलाई काट्यो सो यसको पावर 1 आयो ओके सो यहाँनिर हेर्नु मिटर डिभाइडेड बाई यस्तो अब यहाँनिर के आयो मिटर पर यसरी यो मिटर पर सेकेन्ड प्लस मिटर पर सेकेन्ड सो भनेपछि यो दुईवटा एउटै रहेछ सो यसलाई मैले अझै यसरी पनि लेख्न सक्छु हेर्नु है मिटर पर सेकेन्ड अब यो भनेको 2 मिटर पर सेकेन्ड ओके यो 2 त अब मलाई काम छैन मलाई युनिट म्याच गराउनु छ दुईटै युनिट म्याच भयो कि भएन भन्नु त दुईटै युनिट म्याच हुँदाखेरि द्याट मिन्स यो इक्वेजन भ्यालिड छ भनेर भनेको ओके सो यो इक्वेजन हाम्रो के रहेछ भ्यालिड रहेछ सो देन आई एम गोइङ टु अनदर पार्ट अनदर यो अर्को क्वेसनमा जाँदैछु जस्तो फर इक्जाम्पल अब यहाँ सोध्छ है यो इक्वेसन भ्यालिड छ कि छैन भनेर सोध्छ यहीँ यो भनेको हाम्रो एस भनेको डिस्प्लेसमेन्ट इक्वल्स टु युटी प्लस हाफ एटी स्क्वायर इज दिस भ्यालिड भनेर सोध्छ कोही कोही बेला अब हेर्नु डिस्प्लेसमेन्ट भनेको हामीले के नाप्छौँ भन्दाखेरि युनिट फर डिस्प्लेसमेन्ट भनेको हाम्रो के हो मिटर हो सिम्पल सो युनिट फर इनिसियल भेलोसिटी यो भनेको इनिसियल भेलोसिटी केमा नाप्थ्यौँ मिटर पर सेकेन्डमा नाप्थ्यौँ अनि यो इन्टु यो टाइम केमा नाप्थ्यौँ सेकेन्डमा नाप्थ्यौँ सो यो र यो क्यान्सल भइहाल्यो ओके सो अर्को के बाँच्यो प्लस बाँच्यो सो यहाँनिर हाफ भयो सो ए भनेको हाम्रो के हो ए भनेको मिटर पर सेकेन्ड स्क्वायर इन्टु यो टाइम भनेको के हो सेकेन्डको स्क्वायर किनकि टाइमको स्क्वायर छ त्यही भएर सेकेन्डको स्क्वायर यो र यो क्यान्सल सो हेर्नु त यहाँ पनि मिटर बाँच्यो यहाँ पनि मिटर बाँच्यो अरू केही एक्स्ट्रा बाँचेको छैन अनि राइट ह्यान्ड साइडमा पनि मिटर छ द्याट मिन्स दिस इक्वेसन इज भ्यालिड भनेको मात्रै हो ओके सो यहाँनिर त अब मैले यो अरूको कुरा पनि बताइदिँदैछु ओके यो इक्वेसनलाई अब यो क्वेसन सोध्छ भनेर तर यो यहाँ जुन चाहिँ तपाईँहरूले यो गर्नुभएको छ नि यो अनि यो के अरे यो इक्वेसन करेक्ट भनेर भनेको छ अनि यहाँनिर के छ भन्दाखेरि यहाँनिर अब अर्कै तरिकाले गर्दैछ मैले अर्कै तरिकाले गरेको छु प्लिज अन्डरस्ट्यान्ड द्याट वान ओके यो तपाईँहरू बुझ्नु होला यसरी गर्नुपर्छ किनभने यहाँनिर अब मिटर आयो अब यो दुईवटा हेर्नु त दुईवटामै मिटर छ सो मिटर मलाई अब यो कन्सट्यान्ट भ्याल्युहरू चाहिएन है मिटर अब यो मिटर त एउटै हो नि त क्वान्टिटी त किनकि दुईवटा लेन्थ हो लेन्थै आउँदो रहेछ नि त ओके सो यो पनि करेक्ट छ सो सिमिलरली तपाईँले यहाँनिर फाइन्ड आउट द फन्डामेन्टल युनिट्स भनेपछि यो त अहिले मैले गराइहालेँ तपाईँहरूलाई फन्डामेन्टल कसरी युनिट खोज्नु भनेर ओके यो अघि गराएको जुन चाहिँ मैले फ्रेस पेजमा गराएको थिएँ ओके यो पनि गर्न सक्नुहुन्छ अनि यो पनि गर्न सक्नुहुन्छ ओके सो यो जुल र न्युटनको इम्पोर्टेन्ट हो अनि 1 ओमको इम्पोर्टेन्ट हो ओके अनि 1 भोल्टको पनि सिकिराख्नु इम्पोर्टेन्ट हो सो दिस इज द एन्ड अफ दिस च्याप्टर अनि तपाईँहरूलाई एउटा कोही कोही बेला सेट बुकमा तपाईँहरूले पी इक्वल्स टु आइभी इक्वेजन यो करेक्ट हो कि होइन भनेर सोध्छ क्या कोही कोही बेला सो यो तपाईँहरूलाई इफ यु वान्ट भिडियो अन दिस मलाई एकचोटि कमेन्ट गरेर भनिदिनु होला म यसको मात्रै भिडियो लिएर आउनेछु सो दिस इज द एन्ड अफ दिस च्याप्टर सो तपाईँहरू मजाले रिभिजन गर्नु होला बेस्ट अफ लक एन्ड थ्याङ्क यू भेरी मच फर वाचिङ दिस भिडियो अगर तपाईँहरूलाई भिडियो राम्रो लाग्यो भने प्लिज लाइक एन्ड सब्सक्राइब